देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण साथीहरुमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। इट्स मी देवपाल जप्रिल। हेलो गाइज, सबैमा हार्दिक नमस्कार। सबैजना आराम हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। आज म यसो समय मिलाएर घुम्न आएको छु। घुम्न पनि कहाँ भन्दाखेरि आफ्नै जन्मभूमिको वरिपरितिर घुम्न आएको छु, डाँडाकाँडातिर। सबै आराम हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला एकदमै। गाइज, अहिले म ठ्याक्कै बझाङ जिल्ला, नेपाल सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका स्थित वडा नम्बर 5 जाँफ्रीमा छु, आफ्नै जन्मभूमि। ठ्याक्कै यहाँबाट चाहिँ हामी नवनिर्मित क्रिकेट खेल मैदान देखाउन चाहन्छु र मेरो जन्मघर पनि देखाउन चाहन्छु है त तपाईहरुलाई। तपाईँ ट्याक्कै देख्न सक्नुहुन्छ, यो ट्याक्कै माथितिरको हिमाल आयो। हिमाल आइसकेपछि यहाँ तल 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 हुँदै यो मेरो जन्मभूमि गाउँ जाँफ्री। तलको फर्स्ट यहाँनिर घरदेखि नै हाम्रो घर हो, यही मेरो जन्मस्थान हो। अनि यो बन्दै गरेको नवनिर्मित गैरी क्रिकेट स्टेडियम जाँफ्री हो। यो खेलकुद मैदानलाई साँच्चीकै अब एउटा बझाङ जिल्लाकै नमुना क्रिकेट बन्छ भन्ने हामीले आशा अपेक्षा गर्दछौँ। स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, जनचेतना युवा समाज जाँफ्रीको शान, दुर्गाथलीको पहिचान भन्ने मूल नाराका साथ हामी जनचेतना युवा समाज जो छ त्यो अगाडि बढिराखेको छ। साँच्चीकै अब यो ठाउँको स्तरोन्नतिका लागि, यो खेल मैदानको स्तरोन्नतिका लागि सम्बन्धित सबै पक्षहरूमा म हार्दिक अनुरोध गर्न चाहन्छु। यो क्रिकेट मैदान मात्र हुने छैन, यहाँ मल्टिपर्पज खेलहरू हुनेछन्। यही खेलकुद ग्राउन्डमा भर्खर अस्ति मात्रै एउटा बझाङ जिल्ला स्तरीय प्रधानमन्त्री छनौट क्रिकेट प्रतियोगिता पनि सञ्चालन भइसकेको छ। अनि अब लगत्तै हाम्रो अन्डर 19 नेसनल टुर्नामेन्टको लागि मेल पुरुषको, त्यसै गरी अन्डर 19 वुमेन्स नेसनल टुर्नामेन्ट, त्यसै गरी पिएम कप वुमेन्स डिस्ट्रिक्ट सिलेक्सन पनि यही ग्राउन्डमा हुँदैछ। र हाम्रो दुर्गाथली गाउँपालिका स्तरीय रनिङ सिल पनि यही ग्राउन्डमा सञ्चालन भएको छ, सभ्य तरिकाले सम्पन्न भइसकेको छ। यो सँगसँगै के हुन्छ भन्दाखेरि यहाँ पर्यटन प्रवर्धनको पनि एकदम सम्भावना छ। एकदम माथितिर तपाईँ हिमालय देख्न सक्नुहुन्छ, यो धुब्री माथि तपाईको पाथिभेरा हिमाल पनि देख्न सक्नुहुन्छ, सैपाल हिमाल पनि देख्न सक्नुहुन्छ। यहाँबाट बझाङका विभिन्न हिमालहरू अवलोकन गर्न सकिन्छ, बझाङका विभिन्न स्थानीय तहहरू अवलोकन गरिन्छ। जम्मा 12वटा स्थानीय तह भएको बझाङ जिल्ला, यहीँबाट हेर्ने हो भने 7-8 पालिका हामी यहीँबाट देखिरहेका छौँ, निहाल्न सकिन्छ। त्यस्तो खालको एउटा पर्यटन प्रवर्धनको पनि होइन, त्यो खालको एकदमै उच्च सम्भावना बोकेको ठाउँ छ। एकदमै प्रकृतिले दिएको उपहार यो साँच्चीकै उपत्यकामा लगभग त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान जस्तै भन्दा पनि राम्रो छ। हेर्नुहोस् त, यहाँबाट हेर्दा पनि हामी अहिले हेरिरहेका छौँ। त्यहाँ खेल सञ्चालन हुँदै गर्दाखेरि यो एरियाबाट हेऱ्यौँ भने पनि हामीले मजाले हेर्न सकिन्छ। सरर तपाईँको रुखहरूको हावासँगै मजाले क्रिकेट खेल निहाल्न सक्छौँ। सो यो खेलकुद ग्राउन्डको स्तरोन्नतिका लागि सम्बन्धित सम्पूर्ण पक्षहरूलाई, विशेष गरी अहिले नयाँ सरकार छ, बालेन सरकार छ, बालेन सरकारका युवाहरूले, मन्त्रीज्यूहरूले, खेलकुद मन्त्रीले पक्कै पनि यो ठाउँको एउटा स्तरोन्नतिको लागि, खेलकुद स्तरोन्नतिको लागि ग्रामीण क्षेत्रमा नै क्रिकेट खेललाई विशेष प्रोत्साहन गराउनको निमित्त यो क्रिकेट खेल मैदानको स्तरोन्नति गर्नुहुनेछ भन्ने हामीले आशा अपेक्षा लिएका छौँ। र अर्को फेरि पनि भिडियो लिएर आउने बाचा गर्दै अहिले तपाईँमाझ म चाहिँ छुटिन चाहन्छु। नमस्ते, बाई बाई, टेक केयर गाइज, बाई, हैव अ गुड डे।